हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि सबैजनालाई ह्याप्पी न्यु इयर। 2081 साललाई बिदा गरेर चाहिँ हामीले 2082 साललाई चाहिँ आजको दिनबाट चाहिँ अपनाइसकेका छौँ। आज चाहिँ हामी न्यु इयरको दिन हामी सबैजना दाजुभाइ मिलेर चाहिँ यसो पिकनिक जाउँ भन्ने टाइपको भएर चाहिँ आज चाहिँ हामी पिकनिक जाँदैछौँ गाइस। सबैजना रेडी भएर तल पुरेर बसिरहनु भएको छ। मलाई यहाँ हामी चाहिँ ठुले भाइको गाडीमा जाँदैछु टडकमा। त्यहाँ टडकले हर्न बजाएको छ, म जानुपर्ने भइसकेको छ गाइस। ल बाटोमा के हुन्छ हेर्नुलाई यस्तो छ यहाँ गाइस। अनि यता ठुले छ। अहिले चाहिँ म ठुले भाइको टडक चलाउन आएको छु। टडक चलाउँदैछु गाइस म। त्यही हो हामी सबैजना जाँदैछौँ तल गएर पिकनिक गरेर आउँछौँ। यही नयाँ वर्ष 2082को पवन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्पूर्णमा म हार्दिक शुभकामना व्यक्त गर्दछु। ठुलेले चलाइरहेछ गाडी, उसकै गाडी हो। समातेर बसिरहेको छु गाडी के भइरहेको छ। सो गाइस अहिले चाहिँ हामी आइपुगिसकेको छौँ। अनि यहाँनिर सामानहरू निकाल्दैछौँ। हामी जाने चाहिँ यहाँभन्दा माथि हो क्या। स्पिकर मसँग छ। के छ मादल छ हाम्रो। हामी चाहिँ अहिले ठाउँ खोज्दै माथि आएको। लास्टै गाह्रो भयो, त्यति एकछिन हिँडेर आउँदैन। त्यस्तै अलि माथि जाने हो कि भने कहाँनिर यहाँभन्दा माथि ठिक छ नि। उहाँ माथि जाउँ। सो गाइज हामी चाहिँ यहाँ बस्ने प्लान भयो। यहाँ आगो फुक्ने मासु पोल्ने यहाँनिर बस्न ओर्नलाई ढुङ्गाको कमी भयो यार। ढुङ्गा लिन चाहिँ हामी फेरि तल खोलामै पुग्नु पर्ने भयो कि। यहाँनिर ठिक छ होइन बस्नलाई दाइ? सो गाइज हामीसँग चाहिँ यहाँ ब्ल्याक मुस्ताङ छ, र दुईवटा कोक छ, अनि ओडी चाहिँ अर्को झोलामा रहेछ। आउँदैछ ओडी पनि। अनि आज नयाँ वर्ष भएर चाहिँ रमाइलो गरौँ भनेर हो। हाम्रो ठुलेले चाहिँ यहाँनिर मासु पकाउनको लागि ढुङ्गा खोजेर लिएर आएर सफा गर्दैछ। हाम्रो चाहिँ यहाँ इनकेस पानी पऱ्यो भने हामी त्यहाँ बस्ने भनेर गाडीबाट तिर्पल पाल्ने ल्याएर राखिसकेका छौँ। तर घाम पनि लागिरहेछ, पानी पनि छिटाइरहेछ, किनभने त्यहाँ उहाँ माथि हिउँ परिरहेछ क्या। त्यही भएर नि हो। योपालि त चैतमा जाडो छ। चैतमा हिउँ पर्ने भइरहेछ। ढुङ्गा तात्नलाई चाहिँ धेरै टाइम लाग्यो, अलिक मोटो भएर नि। यस्तो ढुङ्गाहरू त फेरि पड्किन नि बेर लाउँदैन कि। त्यो खोलामा घाम पानी भएर बस्या ढुङ्गाहरू चाहिँ। सबैजनाले आफ्नो ठाउँबाट न्यु इयर मनाउनु होला।
त्यही हो गाइज अब हामी चाहिँ न्यु इयरको पिकनिक खाइयो रमाइलो गरिरहेछौँ सबैजनाले खाइरहेछौँ सबिन र हाम्रो ईश्वर भतिज बाइक लिएर अचार लिन गएको छ अनि ढुङ्गा लिन गएको छ त्यो उ गर्नलाई जस रमाइलो भइरहेछ गाइज हाम्रो केटाहरूलाई चाहिँ यहाँ फेरि घर गएर आएको बाइकमा गएर ढुङ्गा यहाँ बाक्लो भयो भनेर यहाँ अचार र खुकुरी नि बिर्सेर सो गाइज हाम्रो चाहिँ अहिले चाहिँ बबाल मासु पाकिरहेछ है हावा जोड लागेको छ है मासु नि बबाल पाकिरहेछ हाम्रो यहाँ हाम्रो टेन्टलाई चाहिँ हावाहुरी चलिरहेछ यो चाहिँ हाम्रो करोडको माल हो करोड छोडा कुरा पियारी हरेर भोरे रमाउँदैछ यो धिताल बहादुरे पियारी हरेर झुरे रमाउँदैछ यो धिताल बहादुरे लेखै सल्लो पियारी Oppan Gangnam Style. Gangnam Style. Oppan Gangnam Style. Gangnam Style. Oppan Gangnam Style. Pani munde sandu dorkindan సాలో నీ మగ బుద్ధే వంకర బుద్ధి